आज म चाहिँ यहाँ मौरी हेर्न गइराखेको छु। मौरीको मह कति के रहेछ भनेर अब म यो सेफ्टी लाउँदैछु। सेफ्टी लाएर चाहिँ अब हेर्ने बनाएको छ छैन अब हेर्नुपर्छ। अब हेरौँ है त। सधैँभरि त बनाउँथ्यो मजाले, यसपालि चाहिँ के भयो। हेरौँ। ओहो अलिअलि त बनाएको रहेछ, राम्रै देखिएको छ। यसलाई निकाल्नुपर्छ बिस्तारो। एकछिन रोक लगाइन्छ। अब म यहाँ हेर्दैछु है त कस्तो रहेछ। यसमा चाहिँ रहेछ, हुने चाहिँ निकाल्छु म। अलिअलि चाहिँ बनाए जस्तो छ, धेरै चाहिँ होइन। अलिअलि चाहिँ बनाएको रहेछ है साथीभाइ। यसलाई चाहिँ निकाल्नु पर्यो। अब यसलाई राखौँ कि क्या, निकालौँ होला। यसरी हल्का यसरी झार्नुपर्छ मौरीलाई। नानीले चाहिँ हाल्ने मुखले ताप्छ। टाँसिएछ तल र माथिको। अप निकाल्नै गाह्रो भयो त। यसमा नि बनाएछ है बनाएछ। हेर्नु त साथी कस्तो मजाको बनाएको रहेछ। मजाले टालेको छ। यतापट्टि पनि हेर्नुहोस् एकदम यसरी सट्टा काट्ने। यसमा चाहिँ हल्का बिचमा भाले कोष पनि रहेछ। यो चाहिँ भाले कोष हो, भाले भन्छ यहाँबाट चाहिँ। यस्तो ठाउँबाट चाहिँ अरू चाहिँ महै छ। यतापट्टि पनि त्यस्तै रहेछ, अर्कोपट्टि पनि। मौरीले दुःख गरी बनाएको छ यसरी। हामी चाहिँ अब यसलाई चोर्दैछौँ। चोरेर खानु पर्यो नि त, के गर्नु। जबसम्म यो धरतीमा मौरी रहन्छ यो संसारमा, तबसम्म मात्रै मानिस बाँच्छ भन्ने एउटा भनाइ पनि रहेको छ। मौरी चाहिँ मर्न थाल्यो भने मानव पनि नरहने भन्ने चाहिँ विश्वास छ। राम्रै बनाएको रहेछ। यसलाई चाहिँ अब भाँडा चाहिँ छोपेर राख्नुपर्छ, नभए आइहाल्छ फेरि।
यसरी चट्टसँग काट्ने यस्तो गर्ने फेरि आहा रातो छिपेको मर छ यहाँ बनाएछ यो घरमा चाहिँ मजाले बनाएछ यसलाई यस्तो छोपिहाल्नुपर्छ फेरि अर्को हेरौँ यसरी मुनिबाटको फ्रेम बच्चा कक्षसँग जोडेर चाहिँ निकाल्न नि साह्रो हेर्नु त यस्तरी जोड्दो रहेछ यस्तरी झट्कार्नुपर्छ यसलाई नभए सानो ब्रस प्रयोग गर्दा नि हुन्छ मौरी ब्रस यस्तो मजाको छ कि यस्तरी बनाएछ यो चाहिँ सुपर कक्षमा हो ल फेरि अब चाहिँ भाँडै भरि है अब अर्को भाँडो ल्याउनु पर्ने यसलाई चाहिँ अर्को भाँडोमा खन्याउँछु म अनि फेरि ल्याउँछु साथी मैले यहाँ चाहिँ खन्याएँ अब फेरि काट्नुपर्छ अर्को बाँकी नै छ ल अब चाहिँ 3वटा फ्रेम मात्रै बाँकी छ यहाँ जम्मा जोडेछ एकअर्कासँग भाँचिगयो नि ल यो अर्कोसँग जोडेछ यस्तो पो भयो यो भाँचेर यस्तो भयो मौरी नै आउँछ मौरी थाहा पाइगयो चाहिँ यस्तो छिटो थाहा पाउँछ कि यसको गन्ध चाहिँ महको गन्ध यसलाई दिएर छोपिहाल्नुपर्छ यस्तो जोडेर यता बर्बाद बनाएको छ त 2टा फ्रेमको एकै ठाउँमा जोडेछ यसलाई यसरी काटौँ यसरी जोडेछ हेर्नु ल अब चाहिँ यति जस्तो छ यहाँ अलिकति चाहिँ छ त्यसलाई चाहिँ राख्नुपर्छ जस्तो छ अब चाहिँ यति नै होला ल अब यो चाहिँ मैले माथिबाट सुपर फ्रेमको चाहिँ हेरेँ अब मुनिबाट छाउरा कक्षमा रस रहन्छ त्यो पनि हेरौँ एकचोटि यहाँ रस भने हेरौँ ल नभए अब यसलाई फेरि मिलाएर राखौँ ल यसलाई चाहिँ म भुइँमा राख्छु एकछिन सुपर कक्ष मह कक्ष अब यो चाहिँ बच्चा कक्ष हो बच्चा कक्ष पनि अलिअलि बनाउँछन् कहिलेकाहीँ चाहिँ अब यसमा हेरौँ है त
माउ चाहिँ टन्नै छ। यो छेउमा अलिअलि चाहिँ रहेछ है, यसलाई पनि निकाल्छु। तलको चाहिँ यस्तो ठुलो हुन्छ फ्रेम पनि बच्चा बच्चाको चाहिँ। तार लामो भएछ हेर्नु। तारै चिप्लेछ। सबै खासै धेरै रहेन छ। यसले चाहिँ रानी कोषहरू पनि बनाउँछ। रानी कोष चाहिँ यहाँ तल आउँछ, म देखाउँछु। त्यो चाहिँ नि रानी कोष पनि हेर्नुपर्छ। रानी कोष चाहिँ बनाएको रहेछ। यसमा चाहिँ एकदम राम्रो छ। यसलाई राखौँ, म छैन, यो बच्चा मात्रै छ। अर्को नि हेरौँ अब। बच्चाको सेता तल यो धारमा हुन्छ यहाँनिर रहेनछ। यसो रानी कोष चाहिँ यसलाई पनि राख्छु। अर्को नि हेर। यस्तो राम्रो माउ छ कि टन्न माउ छ हेर्नु। रानी कोष रहेनछ यसमा। यो चाहिँ लोकल मौरी एपिस सेरेना हो। एपिस सेरेना जातको मौरी हो यो। नेपालको लोकल मौरी पनि भनिन्छ यसलाई चाहिँ। अर्को तराईतिर हुने चाहिँ युरोपियन मौरी हो, त्यसलाई चाहिँ एपिस मेलिफेरा भन्छ। यो चाहिँ लोकल एसियन मौरी। यस्तो राम्रो छ कि अनि बच्चा मात्रै। यो चाहिँ दुईटै फ्रेम जोडेछ। माथि माथि त महै रहेछ यसमा। तर होस्, यसलाई माथिबाट बनाउँछ कि फेरि। यसलाई चाहिँ अब मिलाउँछु। फ्रेम पनि हालिराख्छु यसलाई। अब टोक्ला जस्तो पो गऱ्यो, अलिअलि माउ मऱ्यो होला, चोर्न नि आयो।
यसलाई राख्छौँ। अब यस्तो राम्रो दिन भयो भने त खानु सोचिलो है